वेलकम टु माई युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्दै फेरि पनि एउटा तपाईहरुसँग एउटा नयाँ भिडियो तपाईहरुसँग लिएर आएको छु र आज एउटा न्यू भिडियो बिहानै तपाईहरुसँग एउटा सोम टी गार्डनको भ्यूज लिएर आइरहेको छु र तपाईहरुले हेर्नुहोस् होला म तपाईहरुलाई देखाउँदै छु। हेर्नुहोस् है साथी हो, आज बिहानी म आउँदा यहाँ हेर्न मन लाग्यो र भ्यूज मजाको देख्यो, राम्रो मजाको छ्याङ्ग दिन भइरहेको थियो र मैले यहाँ आएर एउटा भिडियो क्लिक गर्न मन लाग्यो र तपाईहरुसँग देखाउन मन लाग्यो र यो भिडियो क्लिक गरेर चाहिँ तपाईहरुसँग देखाइरहेको छु र कस्तो लाग्छ सो तपाईहरुले कमेन्ट गर्नु, शेयर गर्नु, सब्स्क्राइब गर्नु नबिर्सनुहोस् होला है साथी हो। कि तपाईहरुको सँग एउटा दाजुभाइहरु सम्झेर, नेपाली दाजुभाइहरु सम्झेर तपाईहरुले सब्स्क्राइब गरिदिनुस् होला भनेर यो हेर्नुस् त वी लभ सोम भन्ने लेखिएको छ, दामी छ। यदि भ्यूज हेर्नु मन छ भने, मन लाग्छ भने तपाईहरु यहाँ आएर हेर्नुस् है। सोमको फ्याक्ट्री यहाँबाट बिजनबारी धेरै ठाउँ है देख्छ, मजाको देख्छ। यहाँ चुन्थुङ, सिङताम थुप्रै जग्गा देख्ने गर्छ र मजाको छ जग्गा र तपाईले हेर्न सक्नुहुन्छ र म तपाईहरुलाई देखिरहेको छु र तपाईहरुले हेर्नुहोस्, सो इन्जोय गर्न होस्। सो साथीहरु, यो चाहिँ मेरो बाइक हो र म कल आउँदैखेरि चाहिँ यहाँ निस्किएको मजाको छ है। हेर्नु साथी, त्यो पर बिजनबारी, मेरेबुङ, चुन्थुङ र फ्याक्ट्री पनि म तपाईहरुलाई देखाउँछु। फ्याक्ट्री पनि मजाको देख्छ है। चियापत्ती बगान हेर्नुहोस् न साथी हो, कम दाम मजाको छैन। हेर्नुहोस् त चियापत्ती साथी हो, कति मजाको मुना देखिरहेको छ है। हरियाली छ, हरियालापना, कञ्चनजङ्घा पनि देख्छ यहाँ बिहानै, हरियाली देखिरहेको छ। तपाईले हेर्न सक्नुहुन्छ। हेर्नुहोस् यहाँ पनि वी लभ सोम भन्ने लेखिएको छ, मजाको छ, देख्नुभयो होला सायद हो। र रेलमा हेर्नु चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। सोम टी गार्डन भ्यूज हेर्नु, फ्याक्ट्री हेर्नुहोस्, फ्याक्ट्री मजाको देख्छ, गाउँहरू बस्तीहरू देख्छ। लाइक, सब्स्क्राइब, बेल आइकन दबाउनु नबिर्सनुहोस् होला र बाइ बाइ।